यो आज जुन वार्ता भयो यो गोर्खाको विषयमा के भयो यो अलिकति यस विषयमा चाहिँ स्पष्ट सबैले गोर्खाहरूले बुझ्ने गरी भनिदिनुहोस् न। गोर्खाको मुद्दा नयाँ मुद्दा नै होइन, नयाँ मुद्दा होइन, वर्षौँदेखि चलिरहेको मुद्दा हो, छलफल भइरहेको कुरा हो होइन। अब यो पछि चाहिँ अस्ति 23 जनवरीबाट चाहिँ एउटा प्रपोजल, फ्रेस प्रपोजल हामीले पेस गरेका थियौँ गोर्खाहरू सहमति त्यसैको विषयमा छलफल भएको। अब त्यसमा चाहिँ भयो के भने भेटरन मिनिस्टरसँग छलफल भयो, एमओडीको टिमसँग छलफल भयो, त्यस पछाडि पछि फेरि अलिकति सघन हिसाबमै छलफल भयो भने गोर्खाको भेटरन सबैले जिटेन प्रतिनिधिहरू सबैले राख्नु भएको थियो। त्यस पछाडि गएर पछि फेरि डिफेन्स सेक्रेटरीको एडभाइजर पनि जोइन अगाडि छोटो समयमा कसरी लामो समय नभएर छोटो समयमै यसलाई चाहिँ टुङ्गाउनु पऱ्यो केही न केही। अब ब्रिटिस सरकारको तर्फबाट चाहिँ कहाँसम्म जान सक्ने हो, गोर्खाहरूको तर्फबाट कहाँसम्म चाहिँ फ्लेक्सिबिलिटी अप्नाउने यो त चाहियो नि त भन्ने हिसाबमा नै कुरा भएको छ। मन्त्रीज्यूले के भन्नुभएको छ भेटरन मिनिस्टरले भन्दाखेरि अरू मन्त्रालय ब्रिटिस गभर्मेन्टका अरू मन्त्रालयहरूसँग पनि एउटा टिम बनाएर इन्टर मिनिस्ट्रियल मेकानिजम छ, त्यसमा चाहिँ छलफल भइरहेको छ। 3-4चोटि हामी बसिसकेका छौँ। आजैको दिनमा चाहिँ ठ्याट्टै यति हो भन्ने अवस्थामा चाहिँ पुगिसकेका छैनौँ, तर चाहिँ सिरियसली नै हामी छलफल गरेका छौँ भन्नुहुन्छ। होपफुल्ली अब केही समयमा उहाँहरूको तर्फबाट होला हामी त्यही नै एक्सपेक्ट गरेका छौँ र हाम्रो कुरा र जिटेनको कुरा, मेनली जिटेनको कुरा हामीले रिफ्लेक्ट गरेका छौँ। यो जस्तै पछिल्लो समय लगेको जुन प्रस्ताव छ नि त्यो प्रस्तावमै छलफल हुने कि के हुन्छ? प्रस्तावमा छलफल हुन्छ, तर प्रस्तावमा नि के इस्युजहरू छन् नि त सबैको उत्तिकै वेटेज हुँदैन। मेन कुरा भनेको चाहिँ पेन्सन अथवा चाहिँ गएर त्यसको विकल्प, पेन्सनको विकल्प के हो त? पेन्सन दिन सक्ने हो, इक्वल पेन्सन दिन सक्ने हो बेलायत सरकारले भनेदेखि त्यसमा छलफल गर्ने हो। त्यो दिन नसक्ने हो भने त्यसको विकल्प चाहिँ के हुनसक्छ त बेलायत सरकारसँग भन्ने विषय नै मुख्य कुरा हो। र त्यो विषयमा चाहिँ उहाँहरू छलफलमा छौँ भन्ने छ र अहिले चाहिँ अलिकति पहिलाको तुलनामा अलिकति सिरियसली नै लिइराख्नु भएको छ। भेटरन मिनिस्टरले लेख्नु पनि भएको छ, कमिट पनि गर्नुभएको छ मिटिङमा पनि। हामी सिरियसली नै छलफलमा छौँ, केही राउन्डहरू छलफल भइसकेका छौँ, तर यसलाई चाहिँ धेरै विभागहरू धेरै चाहिँ लेयरमा कुरा गर्नुपर्ने भएको कारणले गर्दाखेरि केही समय थप एक्स्ट्रा लाग्छ कि भन्ने कुरा छ। तर होपफुल्ली हेरौँ अगाडि। यो 2 हप्ता पछाडिको कुरा आएको छ होइन, उहाँहरूले नै 2 हप्ताभित्रमा हामी चाहिँ अस्तिको मागहरूको विषयमा हामी रेस्पोन्स गर्छौँ। उहाँहरूले ल्याउनुहुन्छ कि के गर्नुहुन्छ? 2 हप्तामै सेटल भइहाल्ने भन्ने होइन, 2 हप्तामा चाहिँ उहाँहरूको तर्फबाट आउँछ कतिसम्म हामीले के गर्न सक्छौँ यो विषयमा भन्ने कुरा चाहिँ यतिसम्म गर्न सक्छौँ भन्ने कुरा आउँछ आजसम्म। तर मेन कुरा के हो भने त्यो एउटा रिटर्न रेस्पोन्समै कम्युनिकेसनमै निर्णय भइहाल्ला नभइहाल्ला त्यो पछाडिका कुरा हो। तर कमसेकम उहाँहरू रेस्पोन्सिभ हुनुहुन्छ मान्नुहोस् न। यतिन्जेलसम्म लामो समय पज भइराखेको थियो, कहिले छलफलहरू भइराखेको छ, पटक छलफल भएको छ, उहाँहरू रेस्पोन्स गरिराख्नु भएको छ। बुझाएको कुराहरू हामीले सिरियसली लिइरहेका छौँ नै भन्नुभएको छ भनिसकेपछि हामी नै पोजिटिभली हेर्नु पऱ्यो नि त। छलफल भइरहेको छ, मिटिङहरू भइरहेको छ, इन्गेजमेन्ट भइरहेको छ, छलफलकै हुँदै निस्किने त हो नि। यो जस्तै तपाईँ छ तर खाट्टै चाहिँ तपाईँको आज र भोलि यो गिभ एन्ड टेकको दिनखेरि नहुन सक्छ। तपाईँले अब जस्तो अब लामो समय यसैमा अनुभव अलिकति यो उहाँहरूको ल्याङ्ग्वेज हेर्दाखेरि चाहिँ के छ? गोर्खा वार्ता अगाडि बढ्ने देख्नुहुन्छ या के छ? अब अलिकति यस विषयमा वार्ता त भइ नै राखेको छ। उहाँहरू छलफल गर्ने कुरामा, कम्युनिकेसन गर्ने कुरामा उहाँहरू सकारात्मक हुनुहुन्छ, गरि पनि राख्नु भएको छ, भइ पनि राखेको छ, तपाईँहरूले पनि देखिराख्नु भएकै छ। तर त्यसमा केही टेक्निकलिटिजहरू छन् क्या, त्यहाँभित्र के उठाएको छौँ त हामीले विषयहरू। गोर्खाहरूको बुझाइ एउटा छ, यहाँको बेलायत सरकारको पक्ष अर्को छ। बुझाइमा ग्याप छन् नि त, बुझाइमा ग्याप छन्। त्यस पछाडि फेरि माग ल इक्वल पेन्सन भनिसकेपछि पनि इक्वल पेन्सन भनेको ऱ्याङ्क अनुसारको फरक पेन्सन हुन्छ, विडोजहरूको कुरा छन्, लगायतका इमिग्रेसनका कुराहरू छन्, अरू एजेन्डाहरू छन्। त्यसमा चाहिँ प्रत्येक ऱ्याङ्कमा कसले कति पाइरहेको छ, ब्रिटिस काउन्टर पार्टले कति पाइरहेको छ भन्ने होला होइन। त्यो हुँदाखेरि सिधै लहर ठ्याक्कै भइहाल्यो भन्नुभन्दा त्यहाँभित्रका त टेक्निकलिटिजहरू धेरै छन्। त्यसमा चाहिँ सायद अगाडि इन प्रिन्सिपलमा कुरा भएको थियो होला, अहिले चाहिँ उहाँहरूले त्यो हामी सिरियसली नै छलफलमा छौँ भन्ने हिसाबले कुरा गर्नुभएको छ। जुन भेटरन मिनिस्टरले गोर्खा प्रतिनिधिहरूलाई पनि भन्नुभएको छ, मलाई मात्रै होइन उहाँहरूलाई नै भन्नुभएको छ। त्यसो हुँदाखेरि भनिसकेपछि मन्त्रीले बोलिसकेपछि हामीले विश्वास गर्नु पऱ्यो नि त, विश्वास गर्नु पऱ्यो। उहाँहरूको कम्युनिकेसन र के हामीलाई जानकारी गराउनु भएको छ ती कुराहरू
सिरियसनेस देखिन्छ जुन चाहिँ हामीले फिल गर्न सक्छौँ र आउटकमलाई आशा गरौँ छलफलकै क्रममा छ त्यो भएको कारणले गर्दाखेरि आज नै उहाँहरूको तर्फबाट यो भयो ल भयो भन्ने चाहिँ होइन र जटिलता छ नि त विषयका जटिलताहरू पनि छ त्यसलाई चाहिँ उहाँहरूले सिरियसली छलफल गरेर देखिरहेको छ एक हिसाबमा भन्ने हो भने छलफल अगाडि बढ्यो भन्ने बुझ्नु पर्यो भइ नै रहेछ त्यसलाई त्यसरी बुझौँ छलफल भइरहेछ आज तपाईँ सबैजना भन्नुहोस् न G10 का सबै प्रतिनिधिहरू जति यो त्यहाँ अभाइलेबल हुनुहुन्छ अब हाम्रो धर्मसर यहाँ हुनुहुन्छ उहाँ हिजो रातारातै गरेर आउनुहुन्छ छलफलको लागि अरू अरू पनि आइराख्नु भएको छ जति हुनुहुन्थ्यो उहाँहरू सबै बस्नुभयो उहाँले आफ्नो कुरा सबैले राख्नु भएको छ फ्री एन्ड फ्र्याङ्क 9जना 10जना हुनुहुन्थ्यो आज है 9जना हुनुहुन्थ्यो सबैले राख्नु भएको छ बिचमा त अलिकति छलफलकै क्रममा अलिकति चाहिँ माहौल गरम पनि भयो केही समय हामीले पज पनि लिनु पऱ्यो ब्रेक लिएर त्यसपछि फेरि अर्को राउन्ड पनि बस्नु पऱ्यो पछि डिफेन्स सेक्रेटरी एडभाइजर नै आएर उहाँहरूको पछिल्लो राउन्डमा के थियो भन्दाखेरि डिफेन्स सेक्रेटरी लगायतका चाहिँ टिमसँग पनि त्यो कुरा चाहिँ भइरहेका छन् भन्ने उहाँहरू जानकारी हाम्रो कुरा पनि के हो कि यसलाई लामो समय नलगाउँ यसलाई कतिसम्म तपाईँहरूले जान सक्नुहुन्छ यस र नोमा लैजाउँ कतिसम्म गर्न सक्ने हो भन्नुहोस् गोर्खाहरूले कहाँसम्म गएर कम्प्रोमाइज गर्न सक्ने हो त्यो कुरा उहाँहरूले यसलाई चाहिँ इन्डेफिनिट टाइमको लागि नलम्ब्याउँ यसले चाहिँ राम्रो मेसेज जाँदैन फाइदा पनि गर्दैन भन्ने कुरा हो त्यो कुरा चाहिँ हामीले भनेकै छौँ हस् यहाँलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सर